तपाईले पल शाहसँग म काम गर्दिन भनेर त्यो बेलामा केही वर्ष अगाडि तपाईले भन्नु भएको कुरा हो नि त। एक्चुअली फेरि गएर त्यसलाई हेर्नु, मैले त्यसमा चाहिँ मैले उहाँलाई कहिल्यै पनि नराम्रो भनेको छैन, उहाँलाई कहिले पनि दोष दिएको छैन। एक्चुअली फेरि गएर हेर्नु छ, त्यो छापछाप्ती जतासुकै पाइन्छ छ, हेर्न सक्नुहुन्छ। मलाई त्यो बेला उहाँको फ्यानहरूबाट एकदम धेरै नराम्रो कमेन्ट्सहरू आइरहेको कारणले गर्दाखेरि चाहिँ मैले के भनेको थिएँ, यदि मेरो कारणले तपाईँहरू फ्यानहरूलाई मेरो कारणले उहाँलाई असर भएको जस्तो लाग्छ अथवा उहाँलाई नराम्रो भयो जस्तो लाग्छ भने ठिक छ नि त, मलाई भन्नुहोस्, म उहाँसँग काम गर्दिनँ भनेको थिएँ। तर मैले पछिल्लो समयमा मलाई जसरी कामहरू आइरह्यो, फ्यानहरू हाम्रो इन्डस्ट्री नै पनि अब हुन्छ नि, इन्डस्ट्रीमा काम दिने मान्छेहरू पनि त हाम्रो काम मन पराएर गर्ने हो नि त। मलाई कामको कुराहरू पनि आइराख्यो, ल उहाँसँग काम गर्नुपर्ने छ। फ्यानहरूले पनि पिजी जोडी खोइ अथवा तपाईँहरू काम गरेको हेर्नु मन छ भनेर कमेन्ट्सहरू आउँदाखेरि चाहिँ म त्यो पोइन्ट अफ लाइफमा मलाई के थियो भने, मलाई सबैले राम्रो भन्नुपर्छ, सबैजनाले चाहिँ मन पराउनै पर्छ है भन्ने थियो भने, म अहिलेको पोइन्ट अफ लाइफमा के छ भने 2 जनाको मनको लागि अथवा 5 जनामा मन पराउँदैनन् होला, 1-2 जना हुन्छ नि 5 जनाले मन पराउँदैनन् भने त्यहाँ 20 जनाले मन पराउँछन् भने त मैले त्यो हुन्छ नि के भन्छ त्यो बहुसंख्याकै बहुसंख्याको साथ लिनुपर्छ भन्ने मलाई लागेर चाहिँ म त्यो फेज अफ लाइफमा अहिले पुगेको हुनाले मैले काम फेरि गरेँ। प्लस हामी बीच केही पनि थिएन, फेरि ब्याक टु वर्क आउँदाखेरि हामीसँग वी इनर्जी थियो, हामीसँग वी के भन्छ त्यो लगबरीमा दामी गर्नुपर्छ है, इनर्जीका साथ गर्नुपर्छ है भन्ने ऊर्जा इन्थुजियास्टिक